वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई स्वागत छ जलढका राइडर ब्लगमा। आज चाहिँ सालोभेना नयाँ बाटो भएको छ अरे, त्यहाँनिर एकदम नयाँ बाटो निर्माणको आज ओपनिङ पनि छ। त्यहाँनिर सालोभेना जाँदैछौँ हामी चाहिँ, र के कस्तो हुन्छ तपाईँहरूलाई अपडेट एकदम दिनेछु। र अन्त एउटा कुरा विशेष, हाम्रो सालोको दिल तामाङ पेजलाई पनि फलो गरिदिनुहोस्। म पेज पनि प्रोफाइललाई पनि म मेरो युट्युबमा लिङ्क छोडिदिन्छु, तपाईँहरूले युट्युब लिङ्कमा गएर हेर्नुहोस्। पेज छोडिदिइराखेको छु मेरो सालोको, जस सालोको पनि ब्लु टिक पाइसकेको छ होइन। हजुर। अनि अब मोनिटाइज हुनेवाला छ। मोनिटाइज भएपछि त सालोभेनासँगै हिँडेको छ, अब सालोभेना भइहाल्छ है। ल यति भन्दै तपाईँहरूलाई बाटोमा भेट्छौँ। धन्यवाद। हामी चाहिँ दाङगाउँ जाने बाटो नि आइसकेको छौँ, र दाङगाउँ चाहिँ त्यो तल हो, त्यो तल देख्ने। र हामी चाहिँ दाङगाउँ जाने बाटो ओपनिङ छ र तल अझै जाँदैछ हामी चाहिँ। बाटोहरूको दृश्य चाहिँ यस्तो चाहिँ हेर्नुहोस् है, सालो तल पुगिसकेको छ। पानी परेर चाहिँ अलिक बिग्रेछ, नभए चाहिँ ठिकै रहेछ बाटो। पानीले चाहिँ अलिक बिग्रेछ। हुन्छ, तपाईँहरूलाई बाटो के कस्तो रहेछ अपडेट दिँदै जान्छु नि म। बाटो चाहिँ माइलेजले घरमाथि चाहिँ यस्तो बनिएको रहेछ। यो चाहिँ दाङगाउँ 0 पुग्ने बेलाको बाटो, दामी बनाएछ बाटो चाहिँ। त्यो चाहिँ दामी छ एकदम। दाङगाउँमा नि बाटो पुगिसकेको अवस्था त्यो 0। यो चाहिँ खोल्मे डाँडा हो। खोल्मे डाँडा भने सबैले चिन्छ, 0 चाहिँ मुनि हो। दाङगाउँको 0, दाङगाउँको 0 को दृश्य यो चाहिँ। आज चाहिँ ओपनिङ पूजा बाटो आइपुग्छ फाइनल 21 चाहिँ। हाम्रो त 45 लाखपन्नमा भोटियाको उहाँको प्राइसमा, उहाँको आफ्नो प्राइसमा चाहिँ फाइनल बाटो चाहिँ बनिसकेको छ। गाडी पहिलो गाडी पहिलो दाङगाउँमा बाइक ल्याउने मान्छे जङ्गे दाजु हुनुहुन्छ। ल जङ्गे दाजु बिस्तारै जानुहोस्, पहिलो एकदम ल्याउने मान्छे। ल साथी हो, आजको अपडेट चाहिँ यस्तै छ, र तपाईँहरूलाई अब फेरि नेक्स्ट भिडियोमा भेट्छु। र आज चाहिँ जति भयो तपाईँहरूलाई देखाउने प्रयास गरेको छु। र केही भुल त्रुटि भएछ भने क्षमा चाहन्छु पहिलेदेखि नै। अनि तपाईँहरूले यस भिडियो हेरेर चाहिँ एकदम लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ एकदम गरिदिनुहोस्। जसले हेर्नुहुन्छ हेरिसकेपछि चाहिँ सब्सक्राइब गरिदिनुहोस्। र यति भन्दै आजलाई बिदा चाहन्छु। धन्यवाद।